डरलाग्दो भूतको कथा, सुनसान हवेलीको रहस्य। काठमाडौँ उपत्यकाको छेउछाउमा एउटा पुरानो र सुनसान हवेली थियो, जसलाई गाउँलेहरू प्रेत हवेली भन्थे। यो हवेली 100 वर्षभन्दा पुरानो थियो र धेरै दशकदेखि खाली थियो। भित्ताहरूमा लेउ लागेको थियो भने झ्यालका सिसाहरू फुटेका थिए। वरिपरि झाडीहरू यति बाक्ला थिए कि भित्र पस्न पनि डर लाग्थ्यो। गाउँका बुढापाकाहरू भन्थे, त्यो हवेलीमा एउटा अतृप्त आत्मा भड्किरहेको छ, जसले रातको समयमा अनौठा आवाजहरू निकाल्छ र कसैलाई पनि नजिक पर्न दिँदैन। एक रात 4 जना साथीहरू माइनस आकाश, प्रिया, विवेक र निशा माइनस मिलेर एउटा अनौठो योजना बनाए। उनीहरूले प्रेत हवेलीमा एक रात बिताउने बाजी थापे। सबैजना साहसी देखिन चाहन्थे, तर भित्रभित्रै सबैलाई डर लागिरहेको थियो। उनीहरूले टर्च लाइट, केही खानेकुरा र एउटा क्यामेरा बोके। अँध्यारो रातमा पुरै गाउँ सुतेको बेला उनीहरू हवेलीतर्फ लागे। जति नजिक पुग्यो उति नै चिसो हावा चल्न थाल्यो र अँध्यारो घना हुँदै गयो। हवेलीको गेटमा खिया लागेका ठूला तालचाहरू झुन्डिएका थिए, तर एउटा छेउबाट छिर्ने ठाउँ थियो। भित्र पसेपछि उनीहरूले एउटा असाधारण सन्नाटा महसुस गरे। त्यस सन्नाटा यति गहिरो थियो कि आफ्नै सास फेरेको आवाज पनि ठूलो सुनिन्थ्यो। उनीहरू बिस्तारै हवेलीको भित्री भागमा पसे। धुलो र माकुराको जालोले ढाकिएको त्यो हवेलीमा पुरानो काठको गन्ध आइरहेको थियो। पहिलो कोठामा एउटा जीर्ण पियानो थियो, जसका चाबीहरू भाँचिएका थिए। प्रियाले क्यामेरा निकालेर फोटो खिच्न थाली। विवेकले मोबाइलको टर्च बालेर भित्तामा भएका पुराना चित्रहरू हेर्न थाल्यो। ती चित्रहरूमा देखिएका मानिसहरूको आँखाले उनीहरूलाई नै हेरिरहेको जस्तो लाग्थ्यो। अचानक माथिल्लो तलाबाट खस्रिएको आवाज आयो। सबैजना एकैचोटि रोकिए। के हो त्यो? निशाले फुसफुसाउँदै सोधी। उसको आवाज डरले काँपिरहेको थियो। कसैले ढोका खोलेको जस्तो लाग्यो। आकाशले भन्यो। उसको मुटु तीव्र गतिमा धड्किरहेको थियो। उनीहरूले एकअर्कालाई हेरे र माथि जाने निर्णय गरे। सिँढीहरू पुरानो र कमजोर थिए। हरेक पाइलामा किचकिच आवाज आउँथ्यो। माथिल्लो तलामा एउटा लामो गल्ली थियो, जहाँ केही बन्द कोठाहरू थिए। गल्लीको अन्त्यमा एउटा अँध्यारो कोठा थियो, जहाँबाट चिसो हावा आइरहेको थियो। जति नजिक पुग्यो उति नै केही बगिरहेको जस्तो आवाज स्पष्ट सुनिन्थ्यो। उनीहरू त्यो कोठाको ढोकाबाट भित्र पसे। टर्चलाइटको उज्यालोमा उनीहरूले एउटा पुरानो खाट देखे, जहाँ एउटा महिलाको आकृति सेतो कपडा लगाएर बसेको जस्तो देखिन्थ्यो। उनको लामो कपालले अनुहार ढाकेको थियो। को हो त्यो? प्रिया चिच्याई। उसको हातबाट क्यामेरा खस्यो। त्यो आकृति बिस्तारै उठ्यो। जब त्यो आकृतिले आफ्नो अनुहार देखायो, सबैको सातो गयो। त्यो विकृत अनुहार थियो, आँखा रसाएका थिए र ओठबाट रातो तरल पदार्थ बगिरहेको थियो। त्यसको आँखामा असीमित पीडा र क्रोध झल्कन्थ्यो। त्यसले आफ्ना पातला औँलाहरूले उनीहरूलाई इसारा गर्दै नबुझ्ने भाषामा केही बोल्यो, जुन सुनेर उनीहरूको रौँ ठाडो भयो। भागौं! विवेक चिच्यायो। उनीहरू चारैजना ज्यान जोगाउन भागे। सिँढीबाट लड्दै ठोक्किँदै उनीहरू तल झरे। बाहिर निस्केपछि उनीहरू एकै सासमा दौडिए। पसिनाले निथुरक्क भिजेका थिए र डरले काँपिरहेका थिए। उनीहरूले पछाडि फर्केर हेरेनन्। भोलिपल्ट बिहान उनीहरूले त्यो रातको घटना कसैलाई पनि बताएनन्। उनीहरूको अनुहारमा गहिरो डर झल्कन्थ्यो। कसैले पनि उनीहरूलाई प्रेत हवेलीको बारेमा सोध्ने आँट गरेन। त्यो रात उनीहरूले अनुभव गरेको अमानवीय दृश्य र अतृप्त आत्माको चिच्याहट उनीहरूको दिमागमा सधैँभरि। सुनसान हवेलीको रहस्य भाग 2 - भूतको सत्य। प्रेत हवेलीको डरलाग्दो अनुभवबाट फर्किएपछि आकाश, प्रिया, विवेक र निशाको जीवन फेरियो। उनीहरूले त्यो रात देखेको विकृत आकृति र सुनेको अप्रत्याशित आवाज उनीहरूको मनबाट कहिल्यै हटेन। रातमा उनीहरू निदाउन सक्दैनथे। हरेक आवाजले उनीहरूलाई झस्काउँथ्यो। प्रियाले क्यामेरामा खिचेका तस्बिरहरू हेर्ने आँट पनि गरिनन्। उनले त्यो क्यामेरा दराजमा थन्काइदिइन्। तर विवेकलाई एउटा कुराले सताइरह्यो। त्यो रात हवेलीमा जुन आकृति देखेका थिए, त्यसको आँखामा डरलाग्दोपनसँगै गहिरो पीडा पनि झल्किएको थियो। उसलाई लाग्यो त्यो केवल एउटा दुष्ट आत्मा थिएन, बरु केही नबुझेको रहस्य थियो। उसले त्यो घटनाबारे गुपचुप अनुसन्धान गर्ने निधो गर्यो। विवेकले गाउँका सबैभन्दा वृद्ध मानिस बाजे रामप्रसादलाई भेट्यो।
बाजे रामप्रसादले हवेलीको इतिहास राम्रोसँग जान्दथे। विवेकले धेरै बेर घुमाउरो कुरा गरेपछि बाजेले लामो सास फेरेर भन्न थाले, बाबु, त्यो हवेली जमिनदार प्रताप सिंहको थियो। उनको एउटी मात्र छोरी थिइन्, कमला। कमला निकै सुन्दर र सुशील थिइन्। उनले गरिब किसानको छोरा सूरजलाई प्रेम गर्थिन्, तर जमिनदारले यो सम्बन्ध स्वीकार गरेनन्। उनले कमलालाई हवेलीको माथिल्लो तल्लाको एउटा कोठामा बन्धक बनाएर राखे र सूरजलाई गाउँबाट लखेटिदिए। बाजेले अगाडि भने कमलाले धेरै याचना गरिन्, तर प्रताप सिंहले सुनेनन्। एक दिन विरह सहन नसकेर कमलाले त्यही कोठामा आत्महत्या गरिन्। उनको मृत्युपछि जमिनदार प्रताप सिंह बिरामी परे र केही समयमै उनको पनि मृत्यु भयो। त्यसपछि कसैले पनि त्यो हवेलीमा बस्ने आँट गरेन। गाउँलेहरू भन्छन् कमलाको आत्माले अझै पनि त्यही कोठामा शान्ति खोजिरहेको छ। उनी कसैसँग बदला लिन चाहदिनन्, बरु आफ्नो निष्पाप प्रेम र अन्यायपूर्ण मृत्युको बारेमा कसैले बुझोस् भन्ने चाहन्छन्, बाजेले भावुक हुँदै भने। विवेकले बाजेको कुरा ध्यान दिएर सुन्यो। उसले बुझ्यो कि त्यो रात उनीहरूले देखेको आकृति डरलाग्दो भए पनि त्यो घृणाले भरिएको आत्मा थिएन। त्यो त एउटा पीडित आत्मा थियो जसले न्याय खोजिरहेको थियो। विवेकले यो कुरा आफ्ना साथीहरूलाई सुनायो। सुरुमा उनीहरू डराए, तर विवेकले कमलाको कथा विस्तारमा सुनाएपछि उनीहरूले पनि पीडाको गहिराई बुझे। प्रियाले दराजबाट क्यामेरा निकाली। उसले खिचेका तस्बिरहरू हेर्दा त्यसमा धुमिलो रूपमा एउटी महिलाको छाया देखिएको थियो, जसको अनुहारमा असीम वेदना झल्किएको थियो। हामीले कमलालाई शान्ति दिलाउनु पर्छ, निशाले भनी। उनीहरूले फेरि हवेली जाने निर्णय गरे, तर यसपटक डरले होइन, दया र सहानुभूतिले। उनीहरूले बाजे रामप्रसादसँग सल्लाह गरे। बाजेले भने, कमलाको आत्मालाई शान्ति दिनका लागि तिमीहरूले उनको प्रेम कहानीको सत्यता गाउँलेहरूलाई बताउनुपर्छ र उनको लागि सानो प्रार्थना सभा गर्नुपर्छ। एक साँझ गाउँका केही मानिसहरू भेला भए। विवेकले सबैलाई प्रताप सिंह, कमला र सूरजको दुःखद प्रेम कहानी सुनायो। बाजे रामप्रसादले पनि विवेकको कुरामा समर्थन गरे। गाउँलेहरूले पहिलो पटक त्यो हवेलीको वास्तविक रहस्य बुझे। भोलिपल्ट उनीहरूले हवेलीको अगाडि एउटा सानो प्रार्थना सभा गरे। प्रियाले क्यामेरामा कैद गरेको कमलाको धुमिलो तस्बिरलाई एउटा सानो थालमा राखेर दीप जलाइयो। सबैले कमलाको आत्माको शान्तिको लागि प्रार्थना गरे। त्यस रात गाउँलेहरूले हवेलीबाट कुनै अनौठो आवाज सुनेनन्। हवेलीमा अनौठो शान्ति छायो। केही समयपछि गाउँलेहरूले हवेली सफा गरेर त्यहाँ एउटा सानो पुस्तकालय बनाउने निर्णय गरे, जसलाई कमला पुस्तकालय नाम दिइयो। कमलाको आत्माले अन्ततः शान्ति पायो। त्यो हवेली अब डरलाग्दो भूतघर रहेन, बरु अमर प्रेम र शान्तिको प्रतीक बन्यो। आकाश, प्रिया, विवेक र निशाले पनि जीवनको एउटा ठूलो पाठ सिके। माइनस हरेक डरलाग्दो कुराको पछाडि एउटा दुःखद सत्य लुकेको हुन सक्छ, जसलाई बुझ्न सके मात्र